ल आगो बाल्ने कार्यक्रम सुरु हुँदैछ। अब यहाँ चट्ट बारबेक्यु गर्नुपर्छ अनि गड्याम मेरा आज फोटोमा त 4,500 एउटा दाँतमा एउटा मात्र फुल्छ कि यत्रो हुन्छ कि कतिवटा हुँदैन नि कलर कति थरी हुन्छ अनि एउटा मात्र फुल्छ कि यस्तो राम्रो छ कि यत्रो हेरेर कति थरी कलर एउटा फुलमा एउटा मात्रै यसको फुल कस्तो बाख्ना त कस्तो गनाउँदो रहेछ ला 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 चल्दैछ। डायमन्ड नै खानु पर्छ। आगो बल्दैछ। कति किलो चाहियो 3 किलो म्यारिनेट हाम्रो मासुको भाउमा दिन्छ विङ्स त्यही भाउ हैन अरु म चाहिँ मङ्गो लिन्छ त्यहाँ चाहिँ तपाईहरुलाई चिनेको भएर सस्तो अहिले 330 मा दिन्छ म 330 सस्तो सस्तो रहेछ के मलाई चाहिँ यो हो के बाबा मलाई मन पर्ने फ्राई गरेको बुझ्यौ ओ आफ्नो नि यस्तो हो मलाई खानी चाहिँ बुझ्यौ त्यो मासु मलाई मन पर्दैन ओके यस्तो हड्डी भएको चाहिँ यस्तो मिठो हुन्छ के यो पनि बिहान गएन केही नि हुन्न होला चटनी बनाउँछ कहाँ छ म ल्याएको छैन बस्ने कार्यक्रम खेल्ने होइन तास अहिले हाँक्छौँ जाने हो नि हामी त अस्ति उस पऱ्यो नि एउटा गोची हालेर चलाउँछ म चाहिँ हातमा यसरी खुवाउँदै लान्छ भिडियोमा छ अलि विचार गरेर बोला। ए अनि आफू चाहिँ तिम्रो त्यो भन्ने बेलामा परिसर मैले भिडियो गर्छु भन्ने हो नि त गाइस नि दिन पर्छ हेलो गाइस ल मान्छेले गाइस भन्ने कारण चाहिँ त्यही त हो नि गाइस नि ससहरू चाहिँ भोक्का भन्दैछ बच्चाहरू छैन यो भयो अब अहिले चाहिँ के गर्ने हो त्यही हालिदिने हो काट्ने एउटा चिपेर काट्दैन उ दाइले अब रेडी छ नि दाइ हात धोइसक्यो कतै छ दाइ यहाँ राखियो ला 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 दाइ सक्छ या मज्जाले पाक्छु नि खतरा पाक्छु मैले ओ सरी हाल्न नि केही हुन्न मज्जाले पाक्छु यस्तो बबल पाक्छु नि किनभने यसमा धेरै मासु हुन्न के अरे है अलिकति त्यो हड्डीमा मासुले पठाइराख्नुपर्छ बेरेको मात्रै हुन्छ तर यो चाहिँ मिठो लाग्छ मलाई त्यो मासु त मन पर्दैन के हड्डी भएको मन पर्छ फकाइराख्नुपर्छ मजाले
अब सबै एकचोटि पाक्छ